के को भुडी होला यो है हेर्नुहोस् कत्रो भुडी लेमन ग्रास यो छोपियो हेर्नुहोस् है यो भिडियो अन्तिमसम्म हेर्नुहोस् होला दाउरामा पकाएको भुडी हो हेर्नुहोस् पुरा पानी रहेछ भित्र है पानी हालेर बनाएको रहेछ बोइल गरेको रहेछ साला के को चाहिँ भुडी होला यो हेर्नुहोस् कत्रो भुडी त्यत्रो बनायो त अन्त साला बोइल गर्यो यस्तो फ्रेस भुडी के को चाहिँ होला कुनी तपाईँहरूलाई कोलाई मनपर्छ यस्तो हामी बोटी पनि भन्छ यसलाई भित्राज पनि भन्छ भुडी पनि भन्छ है ठुलो भुडी हेर्नुहोस् मजाले काट्दैछ साला त्यो बोक्रा त छिल्नु नि है त्यत्तिकै काट्यो आफै पिस पिस गर्यो हेर्दै जाने चाहिँ कस्तरी चाहिँ बनाउँदै रहेछ यिनीहरूले दुईजना तिनजनाले मजाले लामो लामो यो त माछा जस्तै छ सित्रा जस्तै के होला यो सित्रै हो कि के हो लेमन ग्रास साला के मजाले काट्यो चटक्क पारेर काट्यो है साला टङटङको अचारै साह्रै मिठो हुन्छ मसलाहरू साला के मजाले पिस उयो गर्यो चप गर्यो लसुन पनि हाल्दै रहेछ हेर्नुहोस् है रेसिपीहरू बदाम पिनट्स के हालेको होला है यिनीहरूले साला कस्तो थुकायो मलाई त खानु मन पर्ने मलाई पुरा लो साला चिल्ली सबै मिक्स गरेर त बटर मिल्क होला के मसला हो यो चाहिँ फेरि साला मिक्स पानी हाल्यो ल यसरी बनाउनु पर्ने रहेछ है केराको बुङ्गा पनि हाल्यो अब एउटा उयसको लागि यत्रो चिज गाँठ्यो बुङ्गा पनि यसरी काटेर खाँदा हुँदैन रहेछ त अन्त लेमन हाल्नुपर्ने रहेछ सब मिक्स गर्यो कराइहाल्ने केरा पनि केरा त टर्रो हुन्छ त हौ कसरी खान्छ यिनीहरूले हेर्नुहोस् सुप पो बनाएको रहेछ त हेर फुलकोपीमा यो बन्दकोपीमा साला कस्तो मजाले खायो हौ यसरी काँचै खाँदा पनि हुने रहेछ त अन्त हेर्नुहोस् खालि मासु खालि पकायो होला अरू त सब काँचो के मजाले खायो स्वाद पारेर खायो त हेर्नुहोस् भुडी साला तपाईँलाई कोलाई मनपर्छ यसरी खानु